नमस्कार साथीहरू, आज हामी कुरा गर्दैछौँ नेपालमा सरकारी जागिर खानुको राम्रो र नराम्रो पक्षहरू। तपाईँ लोकसेवा अथवा यस्तै सरकारी जागिर खानुको लागि केही तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि पक्कै पनि उपयोगी हुनेछ। यो चाहिँ मेरो करिब 10 वर्ष जतिको आफ्नो अनुभवसहित राख्दैछु। सो पहिलो खालको कुरा, सरकारी जागिर किन आकर्षक छ त? पहिलो भनेको त हाम्रो धेरैजसो मध्यमवर्गीय छौँ, त्यसो हुँदाखेरि एक खालको स्थिर आम्दानी, रोजगारीको सुरक्षा चाहिँ राम्रो हुन्छ। अनि एक तरिकाको परिचय भन्छ। अनि अर्को भनेको करियर ग्रोथ, पदोन्नतिको पनि व्यवस्थापन छ, कानुनअनुसार समयअनुसार हुन्छ, ढिलो चाँडो आफ्नो ठाउँमा छ। अनि अर्को भनेको सामाजिक सुरक्षा, पेन्सनको कुराहरू भयो। अनि त्योभन्दा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ राष्ट्र सेवा र नीतिगत कार्यहरू, देशको नीति निर्माणमा अनि कार्यान्वयन गर्नमा, समाज परिवर्तनमा प्रत्यक्ष भूमिका रहन्छ। नेसन बिल्डिङमा हातमा हात अगाडि बढाउनको लागि मद्दत पाउँछ। त्यसैगरी सबै राम्रो मात्रै त छैन, केही न केही चुनौतीहरू पनि छन्। तिनीहरूमध्ये म केही यहाँहरू समक्ष प्रस्तुत गर्दैछु। पहिलो भनेको एकदमै धेरै प्रतिस्पर्धा रहन्छ। यसको चाहिँ छनौट प्रक्रिया पनि स्टेप हुने भएको भएर केही समय लाग्छ, अलि समय लाग्छ। ठ्याक्कै भन्ने फुत्तै नहुन सक्छ। आम्दानी नियमित रूपमा भए पनि प्राइभेट सेक्टरमा जस्तो चाहिँ फ्लेक्सिबिलिटी हुँदैन भनौँ न। आम्दानी सीमित हुन्छ, काम एकदम राम्रो गरेर मेहनत क्षमता अनुसार एकदम धेरै कमाइ गर्छु भन्न नि पाइन्न, एभरेज भइरहेको छ, त्यस्तो चाहिँ हुन्छ नि। अर्को भनेको ट्रान्सफरको समस्या, नेपालमा देखिने एकदम समस्या भनेको चाहिँ अब ठ्याक्कै म कुनै ठाउँमा गएर काम गर्छु भने पनि मैले त्यो ठाउँको अवसर नपाउन सक्ने सम्भावना बढी हुन्छ। त्यो चाहिँ अनि त्यसै गरी कामको दबाब र जिम्मेवारीको पनि अलिकति समस्या पर्न सक्छ। अलिकति ठ्याक्कै थितिले काम गर्न गाह्रो भएपछि कस्तो हुन्छ भन्दाखेरि आफूले गर्न चाहेको काम गर्न सकिँदैन। अपेक्षा एकदम धेरै छ सेवाग्राहीको, त्यो अपेक्षाहरू पुरा गर्न सकिँदैन। आफूले गर्न खोज्दै पनि कतिपय चिजहरू बाधा बनेर आउँछन् र सकिँदैन। अब यति हुँदाहुँदै पनि जागिरको राम्रो पक्षले तपाईँलाई दीर्घकालीन सुरक्षा र सम्मान दिन्छ। चुनौतीहरू पनि छन्, कडा प्रतिस्पर्धा छ, व्यवस्थापकीय समस्याहरू छन्, सीमित आय छन्। तर पनि यदि यहाँहरूलाई पब्लिक सर्भिस गर्न छ, जनताको सेवा गर्न छ अनि राष्ट्र निर्माणमा एकदम काम गर्ने इच्छा छ भने सरकारी जागिर साँच्चै राम्रो हुन्छ। तर एकदमै राम्रो इन्कम होस्, एकदम फ्रिडम होस्, फास्ट ग्रोथ होस् भन्ने चाहनुहुन्छ भनेदेखि चाहिँ सरकारी सेवामा भन्दाखेरि बाहिर अरू विकल्पहरू हेर्नु चाहिँ एकदम राम्रो हुन्छ जस्तो लाग्छ मलाई। आज मैले पहिलोपटक यो भिडियो बनाउँदैछु। हजुरहरूलाई के कस्तो लागिरहेछ हजुरहरूले कमेन्टमा राखिदिनु होला, अनि साथीहरूलाई सेयर गरिदिनु होला। यस्तै ज्ञानमूलक भिडियोहरू म बनाउने छु। अब यसको लागि फलो गर्दै अगाडि बढ्नु होला। धन्यवाद। जय नेपाल। नमस्कार।